हिमाली प्रदेश नेपालको उत्तरी भागमा रहेको छ। यो प्रदेशको उचाइ समुद्र सतहदेखि 3301 मिटरको उचाइदेखि 8848.86 मिटरको उचाइसम्म फैलिएको छ। हिमाली प्रदेशले नेपालको कुल क्षेत्रफलको 15% भूभाग ओगटेको छ, अथवा भन्ने हो भने 22,077 वर्ग किलोमिटर क्षेत्रफलमा हिमाली प्रदेश फैलिएको छ। यस प्रदेशको उत्तर दक्षिण चौडाइ एक नासको छैन, त्यसैले यसको उत्तर दक्षिण चौडाइ न्यूनतम 24 किलोमिटरदेखि अधिकतम 48 किलोमिटरसम्म फैलिएर रहेको छ। हिमाली प्रदेशमा नेपालका 21वटा जिल्लाहरू रहेका छन्। हिमाली प्रदेशको 5000 मिटरभन्दा माथिको भूभागमा वर्षको 12 महिना जस्तो हिउँले ढाकिएको हुन्छ। नेपालको सबभन्दा कम उचाइमा रहेको हिमरेखा चाहिँ रूपीनाला हिमरेखा हो। यो हिमरेखा गोरखा जिल्लामा रहेको छ। करिब 4500 मिटरको उचाइमा रहेको यस हिमरेखालाई नेपालको सबभन्दा कम उचाइमा रहेको हिमरेखा भनिन्छ। हिमाली प्रदेशमा संसारको सर्वोच्च शिखर सगरमाथाका अलावा अन्य हिमालहरू रहेका छन्। यस प्रदेशमा नेपालका 28वटा हिम श्रृङ्खलाहरू रहेका छन्। हिम श्रृङ्खला भन्नाले हिमालहरू